बालेन शाहको चाहिँ नि मैले के भने पहिले त यो ठुलो काम गरेँ यसले अब काठमाडौँमा भित्र राम्रो के कति काम गरेनन् भने मान्छे भन्छन् मैले मेरो भनाइ चाहिँ यसमा प्रश्न चाहिँ पहिले भनिहालौँ अनि त्यसपछि अहिलेको कुरा हुन्छ है पहिलो कुरो त यो व्यवस्था यति कुहिएको छ त्यत्रो चाहिँ नि संघीयता भन्ने स्थानीय सरकार भन्ने होइन र काठमाडौँको मेयरले उसको सहरको मुख्य सडकमा फुटपाथ अलिकति बनाउँछु भन्दाखेरि केन्द्र सरकारले नदिया होइन होइन भनेपछि मलाई यहाँ संहिताको ढुवास किनिदिया यार होइन काठमाडौँको मेयरलाई एउटा ऊ बनाउँछु भने नदिएको हो कि होइन उसले जबरजस्ती गर्नु पऱ्यो इत्यादि भनेपछि बालेनले के काम गर्न सक्छन् सक्दैनन् फेरि उनको मन्त्रीका वडा अध्यक्षहरू सबै काङ्ग्रेस एमालेका भ्रष्टहरू छन् त्यो पनि छ त मैले सोध्ने एउटै प्रश्न थियो क्या ल ठिक छ बालेन शाहले गरे नगरे सके नसके के हुन् उनी पनि 30 32 33 कति वर्षका छन् अहिले होइन है त्यो कुरो अर्कै हो जेनजी नै भनौँ उनलाई मेरो हिसाबले म त ग्रान्डफादर हिसाबले होइन बालेन शाहले आजसम्म घुस खाएको चाहिँ छैन मलाई त्यो बताइदिनुहोस् मैले बुझ्दाखेरि अहिलेसम्म घुस चाहिँ खाएको छैन यदि खाएको भए त्यो वडा अध्यक्षहरूले पत्ता लगाएर काङ्ग्रेस एमाले तिनको झाँको झारेर सडकमा तिनलाई चाहिँ घिसारेर ल्याउँथ्यो कि ल्याउँदैन थियो मलाई पहिले भन्नुहोस् न एमाले त सिधाउनै खोज्या हो नि त होइन भनेपछि नभेट्टाएर नै रहेछ किन यहाँ त हरेक ठेक्कामा कहाँ गयो पैसा कति गयो के गयो भन्ने त यहाँ त पाइको हिसाब गरेर बसेका हुन्छन् मान्छे झन् ओलीको त्यो बालोटारमा त त्यो किचन क्याबिनेट ओलीको कस्तो छ अरे भनेदेखि होइन त्यो चाहिँ नि तिनको 24 घण्टा काम के हो नि त्यहाँ बालोटारमा बसेर कुन ठेक्कापट्टामा कसले कति खाएर हामीलाई कति बुझायो भन्ने हो क्या त्यति हो है त्यहाँ तिनले त्यसरी निगरानी गर्दै पनि बालेन शाहको के पत्ता लगाउन नसकेपछि यो त ठिकै हो यसले गर्दा एक किसिमको बालेनको रेपुटेसन गयो म आफ्नै काममा यताउता हिँड्दाखेरि म दुईवटा घटना तपाईँलाई सुनाउँछु है अब बाहिर विराटनगर नेपालगञ्ज यताउता जाँदाखेरि त त्यहाँ ट्याक्सी चढिन्छ मैले चाहिँ आजकल चाहिँ के भएको छ मलाई भने म आफै हाँक्न छोडेँ किनभनेदेखि कहिल्यै टाइममा पुगिँदैन पार्किङ कहीँ गएर सकिँदैन यसको समस्याले बरु यो चाहिँ पठासठा नै चढ्नु बेस हुन्छ भने म ट्याक्सी ड्राइभरसित गफ गर्न मजा लाग्छ क्या मलाई किन नेपालमा सबभन्दा जानकार नै ट्याक्सी ड्राइभर हुन्छ कारण किन भन्नुहुन्छ भने उसको सिट पछाडि यहाँ हाँक्छ उसको सिट पछाडि सम्पूर्ण नेपाल बसेको हुन्छ क्या र तिनको गफ मात्रै सुन्यो भने पनि यो विश्वविद्यालय गएभन्दा बढी हुन्छ त्यसैले गफ गरेर धेरै कुरो सुनाउँछन् उनले है मलाई अनौठो लागेको नेपालगञ्ज एकचोटि र विराटनगर एकचोटि ट्याक्सी ड्राइभरसित कुरा गर्दा खत्तम छ सर हाम्रो यहाँ प्रदेशको पनि खत्तम छ यहाँ पनि यस्तो छ उस्तो छ अनेक त्यहाँ गफसफ भयो होइन हामीलाई चाहिने त बाले नै हो ए भाइ तिमी बस्छौ विराटनगर म पाटनमा बस्नेसितलाई त भनौँ काठमाडौँको बालेनसित त्यति काम छैन त्यो विराटनगर र नेपालगञ्जका मान्छेलाई बाले नै चाहिएको भने के भन्दाखेरि त उनले त्यो परिवर्तन खोज्या हो क्या त्यो त बालेन यसको चाहिँ नि एउटा सिम्बल हुन है अब अहिले आएर उनले के काम गरे है उनको एउटा समस्या के छ भनेदेखि चाहिँ नि खुला रूपले जसरी नेताले बोल्नुपर्छ र आउनुपर्छ अगाडि भाषण दिनुपर्छ प्रत्यक्ष चाहिँ नि गएर जनताको माझ गर्नुपर्छ त्यो गरेका छैनन् उनले है त्यसैले उनलाई चाहिँ अनेक आरोप पनि लाग्छ होइन जुन नर्मल हुन्छ नि गएर ए बाबा कोर्ट सभामै गएर बोलिदिने यो के पनि गर्दैनन् उनी होइन कुनै अब खालि त्यो स्टेटस लेख्ने र के गर्ने र उनका आफ्नो कसकसबाट गर्ने उनको काम छ रुटिन अफ नेपाल बन्द हो होइन उनको के भन्ने त्यो त यो अहिलेको व्यवस्था हो यसले पुग्दैन क्या हजुर होइन तिनी भ्रष्ट मात्र होइन असक्षम पनि भए होइन देउबा असक्षम भने त राजा ज्ञानेन्द्रदेखि नै सुरु भइसक्यो राजा ज्ञानेन्द्रले भने हुन् ओली पनि असक्षम भन्ने त यसमा देखियो नि सोमबार गोदावरीमा त्यत्रो चाहिँ नि के अरे विधान सम्मेलन गर्ने एमाले होइन भोलिपल्ट के हुन्छ भन्ने समेत अनुमान गर्न नसक्ने भनेपछि राजनीतिक रूपमा र प्रशासनिक रूपमा कति असक्षम हो कि यो त कमसेकम ल तपाईँ हामी त नागरिकहरू हो यहाँ जेएनजीहरूले के भोलि गर्दैछन् है माइती घरमा मान्छे उफ्रिन्छन् नि सधैँ यहाँ भनेर हामी त बस्न सक्छौँ सरकारमा त र सरकार हाँकेका त्यत्रा ठुला पार्टी जसको 2/3 बहुमत थियो नबिर्सनुहोस् होइन र त्यो 2/3ले गर्नुपर्ने यिनको काम चाहिँ जुन अहिले कुरा चाहिँ यिनले नगरिरहेका छन् त्यहाँ पनि म कुरा आउँछु होइन त्यहाँ आएका जुन पात्रहरू छन् उनीहरू यति पृष्ठभूमि यति फरक छ कि अब सायद कतिले त पहिलोचोटि क्याबिनेटमा भेट्या होला नि एकअर्कालाई होइन किन उनीहरूको त सँगै काम गरेको त कुनै इतिहास छैन होइन अब फेरि कस्तो देखियो भने सुशीला कार्कीको सुरुकै दिनमा अहिले पनि त सरकार त बनिसकेको छैन नि खाली नै छ
अस्ति 4 जनाले गर्ने भने एउटा चाहिँ त पुरै फौजदारी मुद्दामा चाहिँ फस्या मान्छे रहेछ हजुर हजुर भनेपछि अनि अर्को त अब म चिन्छु उनलाई यो गणपतलाल श्रेष्ठ है यिनी अभियन्ता हुन् गुठीको बारेमा र हामी गुठी बचाउँ भनेर म केदारमाथिमाहरू लागेको थियौँ कि जमानामा होइन यो गुठी बचाउनु पऱ्यो किनभने यो पार्टीहरूले चाहिँ गुठीको जग्गा खानलाई भनेर यो भूमि ऐन के पास गर्न लाएको थिए त्यसको विरोधमा गएर हामी पनि माइतीगढ मण्डलमा चाहिँ गएर बसेका थियौँ परा हानेका थिएँ अब सबै यो छ क्या यो धेरै वर्ष अगाडिको कुरो पनि होइन 4-5 वर्ष अगाडिको कुरो होइन त त्यो बेलादेखि मैले यो भेटे हो गणपतलाल श्रेष्ठ उनी गएनन् नि लास्ट मिनटमा उनलाई चाहिँ नि मन्त्रालय परिवर्तन गरियो अरे होइन किन एक कुरा भित्री कुरा चाहिँ त्यस्तो हो किनभने उनी तयार थिए जानलाई अब पुस्ता त जेन्जी नै हो तर उनी गुठी अभियन्ता हुन् क्या गुठी बचाउने अभियन्ता हुन् जसमा हामीले पनि सहयोग गरेर काम गरे म पनि है त अब त्यस्तो नजिक भएर हामीले त गरे होइन तर हरेक मिटिङमा हामी भेटिन्थ्यौँ उनको काम चाहिँ यो गुठी बचाउनेमा हामी पनि त्यसमा लागेर म केदारमाथिमा भरत जङ्गम हामीहरू सबै थियौँ त्यसमा है द्वारिका होटलमा अब अम्बिका श्रेष्ठ हामीहरू सबै थियौँ क्या है अब उहाँले इन्टरभ्यू दिनुभएको छ गणपतजीले के भन्नुभएको छ भने उहाँलाई संस्कृति मन्त्रालय अब संस्कृति अन्तर्गत नागरिक उड्डयन पनि परेको छ होइन त संस्कृति मन्त्रालय उहाँले किन भने यो गुठी बचाउने अभियानको एउटा मुख्य माग के थियो भने यो गुठी संस्थान भन्ने खारेजी गर्नुपर्छ यो भ्रष्टाचारको सबभन्दा ठुलो अखडा नेपालको मध्ये गुठी संस्थान पनि हो है त्यसलाई चाहिँ नि अब चाहिँ नि उ गरेर यो मन्दिरहरूको मठ मन्दिरहरू इत्यादिहरू गुठीबाट नै सञ्चालन हुनुपर्छ किन मान्छेले चाहिँ धर्म संरक्षण होस् भनेर गुठीलाई दान दिएको जग्गाहरू हो नि त त्यो हजुर हजुर त त्यो गुठी नैबाट सञ्चालन हुनुपर्छ गुठी संस्थाबाट होइन है र त्यसलाई गर्नलाई यसलाई चाहिँ नि भूमि सुधार मन्त्रालयबाट झिकेर नागरिक के अरे यो संस्कृति मन्त्रालय अन्तर्गत ल्याउनुपर्छ किन यो हाम्रो धर्म संस्कृतिसित चाहिँ जोडिएको कुरा भन्ने अभियानको यी गणपत हुन् क्या त्यसैले उनी त्यहाँ गएर काम गर्न भने तयार भए मन्त्री हुन तर त्यो जानु अगाडि ठ्याक्क उनलाई के भन्यो अरे भनेदेखि चाहिँ नि होइन तपाईँ त्यसमा होइन तपाईँ भूमि सुधार मन्त्रालयमा जाने भनेपछि उनी चाहिँ नि उसले भने यो त म त जान्न म त मन्त्री हुन चाहिँ मात्रै गएको होइन होइन उनी एउटा एक्सेप्सन पऱ्यो क्या हजुर हजुर अरूहरू त खुरखुर गएको छन् त्यहाँ होइन जसको खासै कुनै अनुभव पनि छैन सरकार चलाउने काम पनि गरेर चाहिँ के पनि चाहिँ खैर त्यो त अर्कै कुरो हो तर यसरी जो आएका चाहिँ अरूको पृष्ठभूमि छ अब यहाँ विरोधाभास कुराहरू पनि धेरै देखिन थालिसक्यो धेरैका के काम गर्नलाई के गर्नलाई के उनीको प्रायोरिटी हो होइन र राम्रा मान्छे त गएन नि आखिर सुन्दुक रोहितलाई मन्त्री भइदियो भन्न गएको त सुशीला कार्की आफै गइन् नि ए बाबा त्यो पनि हामी नेपालीले हेर्दाखेरि बाबा यो त हाम्रो देशको प्रधानमन्त्री होस् जेसीको होस् तपाईँले त्यही चुन्या होस् नचुन्या होस् तर देशको प्रधानमन्त्री हो नि है बालुवाटारमा बोलाएर तपाईँ भइदिनु पऱ्यो भन्ने ठाउँमा उनी आफै सुन्दुक रोहित गएर बिच हात जोडेर चाहिँ भइदियो अनि उसले म हुन्न भनिदियो है त्यस्तै अरूलाई पनि सोध्या रहेछ ठुला वकिलहरू 2-4वटा कता पनि सोध्या रहेछ है मानेनन् तिनीहरूले है कारण किनभने अहिले त कोही पनि चाहिँ नि यो के हो यस्तो सरकार यो 3-4 महिनाको लागि गएर सरकार गएर गर्ने के फेरि यसको काम चुनाव मात्रै गर्ने हो भने के खान जाने होइन भन्ने त प्रश्न आयो नि अब यहाँ कस्तो अरू देखियो भनेदेखि चाहिँ नि कसले यिनलाई पठायो गणपतले त्यो चाहिँ बरु सभ्य भाषामा र अलिकति हिन्ट मात्रै गरेका छन् तर त्यो सोझै भन्नुपर्ने कुरो हो क्या उनले भन्छन् लास्ट मिनटमा कसरी सुशीला कार्कीले एउटा कुरा भनेका थिइन् उनलाई भेटर मन्त्री हुँदाखेरि है लास्ट मिनटमा कसरी चेन्ज भयो कसले चेन्ज गर्यो त्यो अदृश्य शक्ति के हो त्यो पछाडि सुशीला कार्कीको कुरो बुझ्नु यो प्रश्न त आयो नि अब उनीको केसबाट आयो तर अरूको केसमा पनि हुनुपर्छ मान्छे कसरी छान्ने अब फौजदारी मुद्दा लागेको मान्छे त्यो सँगै शपथ लिनुपर्ने 4 जनामा होइन ऊ त एउटा फौजदारी मुद्दा लागेको फरार अभियुक्त भनेर गरेको मान्छे त्यसलाई मन्त्री बनाउनु भनेर कसले यसरी गरे बाहिर हल्ला सुने अनुसार कताबाट कल्याण श्रेष्ठले भने कसले भने अब त्यो भगवान् जाने अब यो त खोजको विषय होला होइन त यसले के देखाउँछ भने यो अत्यन्तै तरल र अस्थिर परिस्थिति यसका पछाडिको गाइडिङ हातहरू के हुन् त भन्ने प्रश्न त आयो त बुझ्दाखेरि चाहिँ कस्तो भने कतिपय नेपालभित्रकै चाहिँ नि यहाँ कति चलखेल गर्ने शक्ति के हुन् र तिनी चाहिँ नि पश्चिमा भारतीय शक्तिहरूको कस्ता गोटी हुन् तिनीहरू यो प्रश्न आयो कि अगाडि अब कृष्णप्रसाद भट्टराईलाई त नेपालको चाहिँ एउटा चाहिँ नि राष्ट्रवादी प्रजातान्त्रिक नेता भनेर त मान्नु पर्यो त हामी सबैले होइन
त्यो बुढाले भनेको छ त्यसैले उनले काङ्ग्रेस पार्टी त्यागे किन काङ्ग्रेस पार्टीले चाहिँ नि आफ्नो मूलभूत मूल्य मान्यता सिद्धान्तमा चाहिँ नि लाई बलात्कार गर्यो भनेर उसले गरे उनको त चिठी नै छ नि एक श्वासमा लेखेको चिठी म अब चाहिँ काङ्ग्रेसबाट बिदा भएँ भनेर लेखेको चिठी छ नि होइन यो तीनटा त यो तीनटा बचाउन जसरी भए पनि बचाउन त्यो एजेन्डा पश्चिमाहरूको हो र त्यो बचाउने क्रममा कति चाँडै उनीहरूले चलखेल गर्न सके भन्ने कुरा चाहिँ मन्त्री परिषदको गठनबाट पनि देखिन्छ वास्तविक जेन्जी त खासै त्यहाँ त कोही देखिएन नि त्यो पुस्ताभन्दा माथिका देखिए अब एउटा अर्को मलाई अनौठो कुरा तपाईँहरू पनि विचार गर्नुपर्ने म भनिहाल्नु है यो जेन्जी भन्ने शब्द अनि मान्छेले विचारै गर्दैनन् भने तपाईँ हामी नेपालमा पढेका नेपालमा भारतमा बेलायतमा पढेकाहरू हामी जी भन्दैनौँ जेड भन्छौँ XYZ भनेर हामीले अल्जेब्रा सिक्या हो कि होइन हजुर हजुर तपाईँले अल्जेब्रा गर्दाखेरि XYZ भनेर A² + B² X² + Y² = Z के पढाइ त त्यही हो नि हामी त जेड भन्छौँ हजुर जी भन्दैनौँ क्या जी कसले भन्छ थाहा छ अमेरिकनले यो जेडलाई जी भन्दैन हामी उनीहरूले मात्रै जी भन्छ अमेरिकामा मात्रै जी म पहिलोचोटि अमेरिका पढ्न जाँदाखेरि जे पनि जी भन्छ म आफू कन्फ्युज किन मेरो नाम त गेवाली जीबाट आउँछ होइन र फेरि अहिले जेन जी भने त म हो क्या जी भने त जी या ग्रान्डफादर म होइन त्यसैले यसले पनि बताउँछ तपाईँलाई एउटा बताउने भने कस्तो भने यसले पनि तपाईँलाई एउटा इन्डिकेट त गर्छ नि यो कहाँबाट आएछ भन्ने त त्यो शुद्ध बुझ्न सकिन्छ है त यिनीहरूले अन्तर्राष्ट्रिय फोर्सले चाहिँ नि यो आफ्नो चाहिँ 62-63 को एजेन्डा धर्मनिरपेक्षता र चाहिँ नि यो के अरे सङ्घीयता धर्मनिरपेक्षता शुद्ध पश्चिमाहरूको एजेन्डा यहाँ चाहिँ धर्म प्रचार गरेर धर्म परिवर्तन गरेर पाउनको लागि होइन गणतन्त्र पहिले शुद्ध भारतको एजेन्डा थियो त्यसमा अमेरिका पनि पछि पर्यो यो सार्क समिट ढाकाको 2062 को सार्क सम्मेलनपछि राजासित क्रुद्ध भएर र यो चाहिँ नि के अरे यो सङ्घीयता भन्ने चिज चाहिँ होइन यो शुद्ध भारत र चाहिँ युरोपियनहरूको एजेन्डा हो नेपाल टुक्राउने है अब यसमा यिनीहरूको स्वार्थ के अब नेपालमा के नै छ र यत्रो टाउको दुखाउनु पर्ने यार नाङ्गा डाँडा छन् ती छन् अब के दुई चारवटा रुख फला विशेष गरी यो चीनलाई चाहिँ नि घेर्ने चाहिँ नि पश्चिमा रणनीति अब तपाईँले त सुन्नुभयो होला युट्युबमा आउँछ अब युरोपियन युनियनको चाहिँ नि उर्सुला भन डर लायन जो अध्यक्ष छिन् तिनका परराष्ट्र चाहिँ नि मामला हेर्ने काया कालास भन्ने छन् रुस पनि टुक्राउनुपर्छ हामीले चीनसित लड्नुपर्छ भनेर त यिनीहरूले त खुलेआम वक्तव्य भनेका छन् र त्यसमा त्यो इन्डो पेसिफिक स्ट्राटेजी भनेर जुन अमेरिकाले ल्यायो होइन सुरुदेखि जसमा भारत पनि पस्यो अब अहिले चाहिँ मोदीलाई चाहिँ ट्रम्पले चाहिँ पछाडिबाट छुरा भोग्या हुनाले अलिकति होसमा आएर अस्ति गएन नि ऊ त्यो कुन चाहिँ मिटिङ मलेसियामा होइन ट्रम्पलाई भेट्नुपर्छ भनेर मोदी नगएको त्यो होइन अरू के पनि होइन है बल्ल ठिक भएको छ भारतीयहरूलाई क्या होइन खाइस भाउ भनेर चाहिँ हामी भन्न पाउँछौँ नेपालमा है किन उनको पछि लगाएर नेपालमा यो अहिलेको यो अस्थिरता र विध्वंस ल्याउने त तिनीहरू हुन् नि र यसमा फेरि मनमोहन सिंह मात्रै होइन भाजपाको अटल बिहारी वाजपेयी हुँदैखेरि चाहिँ यो अलिकति बदमासी सुरु भएको छ क्या नेपालमा राजालाई हटाउने ओर्ने भन्ने त्यो सबैलाई थाहा छ एसडी मुनिले त किताबमा लेखिसके शेरबहादुर बहुमत सरकारको प्रधानमन्त्री हुँदाखेरि जुन 2002 भन्छ होइन संसद विघटन भएको छैन जुन पछि शेरबहादुर गिर्जाको झगडाले गरे नि विघटन होइन त्यो बेला नै भारतले डिसाइड गरिसकेको थियो कि राजा राख्नु हुँदैन नेपालमा किन नेपालको राजाले भारतको हित हेर्दैन भनेर नेपालको राजा त नेपालको हित हेर्ने हो नि भारतको होइन होइन त त्यो ती शक्तिहरूको जुन चाहिँ नि पछाडिको चाहिँ नि बृहत यस्ता एजेन्डा थिए त्यो एजेन्डा जोगाउन अहिले चाहिँ नि यो मन्त्रीमण्डलमा पनि आकार हेऱ्यो अब अनुहार हेऱ्यो भनेदेखि चाहिँ ती त्यस्ता प्रतिनिधित्व गर्नेहरू त्यहाँ छ है त्यो चाहिँ प्रश्न हो है अब नबोलाइकन गएर सल्लाह दिने कुरो आउँदैन हेर्नुहोस् होइन है त म पनि अब हेरिरहेको छु अब राम्रो पक्ष पहिले कुरो गरौँ न बालेनको होइन सबभन्दा राम्रो त के भने यो व्यवस्था कुहिसकेको रहेछ पार्टीहरू कुहिसकेको रहेछ भन्ने पहिलो प्रमाण त बालेन हर्क साम्पाङ र गोपी हमाल हो कि होइन होइन सानो काम गरे हो बालेन शाहले गणेशमानको बुहारीलाई काङ्ग्रेसको हराउनु एमालेको पूर्व मेयर काठमाडौँको होइनलाई चाहिँ नि हराउनु त्यो पनि राम्रै मार्जिनले हराउनु भने यो सानो काम चाहिँ होइन क्या त त्यसको पछाडि बुझाउनु के थियो त्यसको पछाडि यही जेन्जी आक्रोश थियो त्यो बेलाको उनी पनि त जेन्जी हुन् नि त्यो बेलाको
होइन है। त यो अब यो मलाई चाहिँ यो जेनजी र सेन्जी पुस्ताको विवरण चाहिँ मलाई ठिक लाग्दैन क्या। यो कुनै बेला छुट्टै कुरो गरौँला। हाम्रो त पुस्ताको चाहिँ विवरण हेर्दाखेरि अर्कै छ क्या। 7 सालको पुस्ता, पञ्चायतभित्रको पुस्ता होइन, बौद्धल आएपछिको पुस्ता र यो चाहिँ नि माओवादी आएपछिको पुस्ता भनेर यसरी हामीले यसरी राजनीतिक रूपमा चाहिँ त्यो पुस्तालाई हेर्नुपर्ने यसरी छ क्या। यो जेनजी फेन्जी अल्फा जेन अल्फा के भन्ने यो पश्चिमालाई सुहाउने हो क्या, यो हामीलाई सुहाउँदैन है।